हेलो गाइस, गुड मर्निङ। आज म छु हेम्दे बिच र मजाको घाम लागिरहेछ। सो मौसम पनि एकदम रमाइलो छ, राम्रो छ, हावा पनि चलिरहेछ। र यहाँ चाहिँ केही दिनपछि एउटा निकै राम्रो प्रोग्राम भनौँ या फेस्टिभल टाइपको भनौँ त्यो हुनेवाला छ। यो पछाडि हेर्न सक्नुहुन्छ कस्तो नेपाली भाइब्स दिने यो घन्टाघर जस्तो बनाएको छ। राम्रो हो। यो चाहिँ तपाईको यो चाहिँ तपाईको बुद्ध जयन्ती पारेर यहाँ लेखेको पनि छ, म देखाइरहेको छु। यहाँ पछाडि लेखेको छ नि बुद्धज बर्थडे भनेर, बुद्ध जयन्ती पारेर यो बनाएको हो। हेरेर खुसी लाग्यो कि साउथ कोरियामा पनि हाम्रो गौतम बुद्ध, सिद्धार्थ गौतम बुद्धको रिकग्नाइजेसन हुँदो रहेछ। किन नहोस्, साउथ कोरिया पनि एसियामै पर्छ र हाम्रो लर्ड बुद्ध त भइ नै हाल्यो, लाइट अफ एसिया, त्यही भएर पनि हो। र यो एरिया टुरिस्टहरूको लागि निकै चर्चित एरिया हो। यहाँ विभिन्न देशका टुरिस्टहरू आउने गर्छन्। र अब रिसेन्टली केही दिन पश्चात नै यो हाम्रो हेम्दे बिचमा एउटा फेस्टिभल लाग्ने गर्छ। यो चाहिँ समर स्टार्ट हुने बित्तिकै लाग्ने गर्छ। हरेक वर्ष लाग्छ, हरेक वर्ष। लास्ट इयर पनि लागेको थियो र लास्ट इयर पनि मैले एउटा भिडियो बनाएको थिएँ। र यस वर्ष पनि यो स्यान्ड फेस्टिभल चाहिँ लाग्ने भएको छ र अहिले चाहिँ प्रिपरेसन चलिरहेको छ। म अहिले हजुरहरूलाई देखाउँछु कि प्रिपरेसन कसरी चलिरहेको छ। हाउ दे सो देयर आर्ट इन स्यान्ड। बालुवामा कसरी आर्ट सो गर्छन् कि हुन्छ नि। मैले नि फर्स्ट टाइम लास्ट इयर देख्दा अलिक चकित भएको थिएँ कि कसरी यिनीहरूले बालुवामा चाहिँ आफ्नो कला, मतलब हुन्छ नि, मूर्ति नै खोपिदिन्छन् कि, मूर्ति नै बनाइदिन्छन् बालुवामा। सो यही पारी तपाईँको देख्न सक्नुहुन्छ। यतै पारी सिधा अगाडि एउटा जुन बालुवाको थुप्रो जस्तो देखाएको छ नि, त्यसमा पनि बनाइरहेको छ। र यस्ता अरू पनि छन्, अहिले म सबै देखाउँछु। अनि यो चाहिँ हाम्रो केही दिनपछि यहाँ चाहिँ एकदम पुरै भव्य तरिकाले एउटा लाइट सो सँगसँगै यो पनि हुने गर्छ। यहाँ यता पनि छ यता। अनि यो चाहिँ हाम्रो बुसानको हेम्दे बिच हो, पारी समुद्र। यो चाहिँ एकदम बुसानको वान अफ द मोस्ट फेमस टुरिस्ट स्पट हो। यो हेरौँ कति धेरै छन्। तर यो अहिले इनिसियल फेजमा चाहिँ, स्टार्टिङ फेजमै छ। यो केही हप्तापछि पूर्ण रूपमा सञ्चालनमा आउँछ र सञ्चालनमा आइसके पश्चात फेरि केही लगभग एबाउट 1 महिना जति लामो हुने गर्छ यो फेस्टिभल। यो चाहिँ एउटा कुनै किङडम, कोरियाकै कुनै किङडमको इन्डिकेसन बनाइरहेको छ। यस्तो मजा आएको छ। कला भनेको यो हो। र यहाँ चाहिँ एकजना फरेनरै हुनुहुन्छ, उहाँ आर्टिस्ट, उहाँले पनि आफ्नो बनाउँदै हुनुहुन्छ। यहाँ पनि एकजनाले बनाउँदै हुनुहुन्छ। यो पछि यो सब बनिसके पश्चात, जब यो फेस्टिभल स्टार्ट भइसके पश्चात सबै आर्टको छेउछाउमा आर्टिस्टहरूको पनि जानकारी हुने गर्छ। र यो सुरु भइसके पश्चात त लिएर नै आउनेछु यसको इन्टायर फुल भिडियो। अहिलेलाई चाहिँ यो प्रिपरेसन चाहिँ कसरी हुँदो रहेछ त्यो चाहिँ विशेष देखाउन ल्याएको हो। र यो ब्युटिफुल सिनेरियो हेम्दे बिचको हो। यस्तो मजाको सिनेरी, यस्तो मजाको ठाउँ। र अब समर आयो नि त, अब यहाँ मान्छेहरूको भिडहरू पनि एकदम निकै हुन्छ। यो एक्चुअली यो स्यान्ड फेस्टिभल अहिले अर्गनाइज भएर यो पुरै एरिया अकुपाई भएको छ। नत्र अहिले पनि
यो ठाउँमा मान्छेहरूको निकै चहल पहल हुने गर्थ्यो। यो फेस्टिभल स्टार्ट हुनुभन्दा अगाडिदेखि नै यहाँ एकदम भिडभाड हुने गर्छ, तर यसले चाहिँ ठाउँ अकुपाई गरेर अहिले चाहिँ मान्छेहरू अलिक कम छ। कम त के भनौँ, लिटरली अहिले 11 साढे 11 बजिरहेछ, त्यही भएर अलिक कम छ। 2-3 बजीतिर मान्छेहरूको फेरि भिड एज युजुअल नै हुन्छ। हेभेन बिच त बुसान बस्ने हरेक मान्छेहरूलाई थाहा छ यो ठाउँको बारेमा। एन्ड र केही दिनपछि मात्रै यो सब लिएर आउँछु फुल भिडियो। र बेलुका जब यो राति स्टार्ट हुन्छ नि, त्यति बेला चाहिँ यो यहाँ पुरै लाइट सो पनि हुने गर्छ। एउटा लाग्छ कि एउटा छुट्टै इन्टायर एउटा छुट्टै दुनियाँमा आएको जस्तो नि फिल हुन्छ। ओ आर्ट यो जुन बालुवा छ नि, हाम्रोतिरको जुन खोला नालाको जुन खोला छेउछाउको जुन खोलाको जुन बालुवा हुन्छ नि, त्यो बालुवा र यो समुद्रको किनारको यो जुन बालुवा हुन्छ नि, यसमा स्लाइटली एकदम फरक हुने गर्छ। हाम्रोतिरको बालुवा अलिक लाइट बालुवा हुन्छ भने यो चाहिँ अलिक हेभी बालुवा हो। त्यही भएर पनि खासै हावाले पनि उडाउँदैन। अहिले त हावा यहाँ एकदम गजब चलिरहेको छ। मेरो कपाल उडेको हेर्न सक्नुहुन्छ। यतिको हावामा चाहिँ हाम्रोतिरको बालुवा यतिकै पनि उडिरहेको हुन्छ, तर यो बालुवा भने जस्ताको तस्तै छ, त्यस्तो उड्दैन। उड्नको लागि एकदमै योभन्दा नि अलिक मजाको हावा चल्नुपर्ने हुन्छ। त्यसैले गर्दा पनि यहाँ चाहिँ यो स्यान्ड फेस्टिभलमा आफ्नो आर्ट इन्ग्रेभ गर्न सजिलो हुन्छ। र यहाँ चाहिँ टुरिस्टहरू फरेनरहरू बेसबल खेल्दै रमाइलो छ यो ठाउँ। अहिले त समर जस्ट स्टार्ट मात्रै भएको हो। समर इन्टायरली अहिले यो स्यान्ड फेस्टिभल गइसके पश्चात यहाँको माहौल नै छुट्टै हुन जान्छ। र त्यो माहौलको पनि म तपाईँहरूलाई एउटा भिडियो लिएर आउँछु नै। सो स्टे ट्युन, स्टे कनेक्टेड र हजुरहरूको दिन शुभ होस् र राम्रो बितोस्। हेभ अ गुड डे, बाई, टेक केयर।